नमस्कार सम्पूर्णलाई हार्दिक स्वागत गर्न चाहन्छु आरटीआरके च्यानलमा र यति बेला अहिले हामी होटल इस्टर्न स्टार विराटनगरबाट हामी सिक्किमको यात्रामा जाँदैछौँ र मैले चाहिँ मेरो गाडी एउटा फुर्काइदिएको छु एन्ड देन हाम्रो भविष्यको गाडीमा चाहिँ हामी अब अहिलेसम्म जानेछौँ अनि त्यहाँबाट फेरि हाम्रो गाडी चेन्ज गर्नेछौँ र फेरि हाम्रो यात्रा सिक्किमसम्मको लागि हुनेछ र यो यात्रा किन हुनेछ डेफिनेटली म सोध्नुलाई सो यति बेला फ्रेममा हुनुहुन्छ हाम्रो श्रद्धेय अग्रज भविष्य श्रेष्ठज्यू आज हाम्रो यात्राको बारेमा थोरै जानकारी गराइदिनुहोस् न हामी विराटनगरबाट कोशी प्रदेशकै प्रतिनिधित्व गरेर सिक्किमको श्रीचे भन्ने ठाउँ ठ्याक्कैमा चाहिँ त्यहाँ चाहिँ होमस्टेको एउटा ठुलो प्रोग्राम भइरहेछ 3 दिने प्रोग्राम। उक्त प्रोग्राममा सिक्किम सरकारको निम्तोलाई स्वीकार्दै त्यहाँ सिक्किम सरकारको मुख्यमन्त्री सहितको उपस्थितिमा एउटा भव्य कार्यक्रम हुँदैछ। त्यो कार्यक्रममा भाग लिनको लागि हामी जाँदैछौँ। थ्याङ्क यू सो मच। हाम्रो यात्रालाई अगाडि बढायौँ हामीले र केही समय हामीले नेपाल क्षयरोग उपचार केन्द्रमा समय बित्यौँ र यहाँ यो क्षयरोग उपचार केन्द्रमा चाहिँ निःशुल्क रूपमा चाहिँ क्षयरोगको जाँच चेकजाँचदेखि लिएर सम्पूर्ण कुराहरू चाहिँ हुने रहेछ र त्यहाँ हामी एकछिन रहिसकेपछि पुनः फेरि हाम्रो यात्रालाई निरन्तर हामी रङ्गेलीको रोड हुँदै अगाडि बढायौँ हामीले। यहाँबाट चाहिँ हामी रत्तपुलमाथि छौँ अहिले र यहाँ यो पुल तरेपछि चाहिँ झापा हिँड्छौँ होइन। अब हामी त झापा यो कुन नगरपालिका हुनेछ अब रत्तमाई सक्यो अब यहाँबाट चाहिँ तपाईँ गौरीगञ्ज गाउँपालिका गौरीगञ्ज गाउँपालिका आइयो प्रेमजीको कहाँ शिवगङ्गा पुगिन्छ त नपुग्यो त फर्किँदै नसकिने गौरीगञ्ज हामी यहाँबाट सिधै गयो भने भद्रपुर यताबाट सिधै जाँदा भद्रपुर। अब यता माथि जाँदा हामी गौरव हामी ढिलो भयो हामी 9:30 बजी हिँड्यौँ त्यहाँबाट गौरा होइन अनि त्यहाँ रोक्यो त्यहाँ खाना खाएर त नास्ता आधी घन्टा कमक जाने रहेछ हामी यता माथि यता हामी अब पाडाजुनी। सो फाइनली आफ्टर 3 घन्टाको लामो यात्रा पछाडि काकारी डब्बा आएर हामी खाना खाँदैछौँ है। सो खानामा एकदमै राम्रो चिज छ आएको छ हो नाका बोर्डरको गर्मी अनि हामी सिटी सफारीमा चढेर बोर्डर पारीसम्म गयौँ र त्यस पछाडि हामीलाई एउटा 2टा गाडी व्यवस्थापन गरिएको थियो आयोजक समितिले र त्यही गाडीमा हामी चढेर चाहिँ हाम्रो ग्रुप चाहिँ सिक्किमतिरको यात्रा जहाँ टिस्टा खोलाको तिरैतिर हुँदै हाम्रो यात्रालाई मनोरम दृश्यहरू अवलोकन गर्दै अगाडि बढिरह्यौँ। हामी चाहिँ अहिले सिक्किम बारमा आएको छौँ र यहाँ चाहिँ टुरिस्ट इन्फर्मेसन सेन्टरमा चाहिँ हामीले आफ्नो आइडेन्टिटी कार्डहरू चाहिँ राखेर चाहिँ अब अगाडि बढ्छौँ। ल वेलकम टु सिक्किम। हाम्रो यहाँनिर होटल व्यवसाय महासङ्घका प्रदेश अध्यक्षज्यू हुनुहुन्छ, के भन्न चाहन्छ आजको यात्रामा? नमस्ते। अब यात्रा लामो छ, पहाडी यात्रा र पनि अब हामी पहाड नै हेर्ने मान्छे भएको कारणले सिक्किमको यात्रा रमाइलो छ। यही अवस्था तब हामी ट्याक्क यो टिस्टा बोर्डरमा छौँ। अब हामी तपाईँले सिक्किम लाग्दैछौँ। यहाँ चेकपोस्ट छ, चेकपोस्टमा यसो इन्ट्री सेन्ट्री गराएर टक्क अब हामी उत्तरतिर। के छ आज विशेष कार्यक्रम के छ? विशेष पहिला यो पर्यटनमा चाहिँ एउटा चाहिँ होमस्टे अन्तर्गतकै कार्यक्रमहरू रहन्छ जस्तो लाग्छ मलाई। अब कार्यक्रम सेड्युल चाहिँ आइदिएको छैन। भोलिसम्म सेयर भरे बेलुका या भोलि बिहानसम्म सेयर आइदियो, त्यस पछाडि चाहिँ कार्यक्रम यस्तो रहेछ भन्ने कुरा चाहिँ अलिकति खुलेर जान्न सकिन्छ कि भन्ने मलाई लाग्छ। थ्याङ्क यू। ल सिक्किम छिर्दाखेरि चाहिँ स्पेसली रियल आइडी कार्ड
ल्याउनु पर्ने रहेछ है। यदि रेलका आइडी कार्ड भएन भने चाहिँ अलिकति गाह्रो हुने रहेछ। सो सबैले आउँदाखेरि सिक्किममा प्रवेश गर्दाखेरि चाहिँ रेल आइडी कार्ड ल्याउनु हार्दिक आमन्त्रण गर्दछु। सो अहिले चाहिँ हामी सिङताम बजारमा आइसकेका छौँ। सिङताम बजार हामी देख्न सक्छौँ र हामी यहाँ एकैछिन हामी केही खाजाहरू खानेछौँ। त्यस पछाडि यो यात्रालाई अगाडि बढाउँछौँ है। हामी चाहिँ यतापट्टि जान्छौँ खानालाई। टोलीहरू अगाडि बढिरहनु भएको छ। यो अभिषेक होटल भन्ने ठाउँमा बसेर एकछिन नास्ता खानेछौँ। ल हाम्रो लामो 6 घन्टाको आजको यात्रा पछाडि हामी टेमीमा होमस्टेमा आइसकेका छौँ। हाम्रो आजको यात्रा अब आज हामी यही होमस्टेमा बस्नेछौँ है। सो यो चाहिँ साकिरा होमस्टे भन्ने रहेछ। सो एकदमै लुकिङ असम। ओके गाइज हेर्नुहोस् एकदम रिजोर्ट यहाँ 4मा यता ल ल हाम्रो चाहिँ यहाँ रहेछ है। ल आज हामी यहाँ सुत्छौँ है। सिङ्गल बेड है सर। कस्तो लाग्यो तपाईँलाई यात्रा सर? यात्रा त पीडादायक थियो त पनि होइन, मजाले आइयो। ओके ल कोठा आइपुग्यो है। अब चट्टसँगले मेरो चाहिँ कस्तो बानी छ भने कोठा आउने बित्तिकै यसो एकचोटि टोइलेट बाथरुम चाहिँ कस्तो छ भन्ने हो होइन। ल टोइलेट बाथरुम यतिको ठिकै छ। काम चलाउँछु भर्खर सफा गरेर राखेको रहेछ। चिसो छ ठिक छ। ल ओके थ्याङ्क यू।